हजुरहरूमध्ये धेरैजनाले एनिमे हेर्नुहुन्छ, तर म आज यस्तो 10 वटा फ्याक्टहरू भन्नेछु र एनिमी कम्युनिटीको रियालिटी भन्नेछु जुन हजुरहरूलाई थाहा नै छैन। भिडियो अन्तिमसम्म हेरिदिनु। लेट्स स्टार्ट द भिडियो। नेपाली एनिमी फ्यान्सको पपुलेसन कति होला त? गेस गर्नुहोस्। 10 लाख, 20 लाख? ग्लोबल्ली हेर्ने भने हरेक देशमा 15 देखि 30% एनिमी फ्यान्सहरू हुन्छ। यस्तो अनुमान गर्न सकिन्छ कि नेपालमा 40 लाखदेखि 60 लाखसम्म एनिमी फ्यान्स छ। एउटा कुरा असम्म लाग्दछ क्या, यत्रो धेरै एनिमी फ्यान्स छन् भने सपोर्ट चाहिँ 0 छ क्या। एउटा एनिमी प्रोजेक्ट थियो जसको नाम थियो फर द सेक अफ चीता। नेपालको कल्चर र ट्रेडिसनको बारेमा हुनेवाला थियो र कुमारी कन्सेप्टको एउटा एनिमी आउला रहेछ। बट स्याडली यो क्यान्सल भयो। यसको मान्न पढ्न सक्नुहुन्छ, चेक इट आउट, फर द सेक अफ चीता। म लास्टमा हजुरलाई एउटा यस्तो एनिमेटेड मुभी भन्दैछु जहाँ नेपालको बारेमा भनेको छ क्या। त्यो भिडियो अन्तिमसम्म हेरिदिनु। हजुरहरू एनिमी त हेर्नुहुन्छ नि, तर हजुरहरूलाई थाहा छ नेपालमा पनि एनिमेटर छन् भनेर? लिटरली नेपालमा पनि एनिमेटरहरू छन्। यस्तो खतरा एनिमेसनहरू पनि गर्नुहुन्छ क्या। राम्रो एनिमेसन छ, राम्रो क्वालिटीको एनिमेसन पनि बनाउनु भएको छ र यसको लागि म छुट्टै भिडियो नै ल्याउने छु जहाँ म नेपाली एनिमेटरहरूको नामहरू भन्नेछु। नेपालमा ठाउँ-ठाउँमा हरेक वर्ष एउटाको जात्रा भइरहेको हुन्छ र त्यहाँ चाहिँ कतिजना एनिमी कस्प्लेयरहरू आउनुहुन्छ होइन, र प्रोग्रामहरू कन्डक्ट भइरहेको हुन्छ। एकदमै राम्रो हुन्छ होइन। र ओटाको जात्रामा त्यो भिडहरू देख्दाखेरि मलाई पनि छक्क पर्छ क्या। यति धेरै एनिमी फ्यान्सहरू छन् भनेर म छक्क पर्छु। एकदमै राम्रो लाग्छ मलाई। र म पनि जहिले गइरहेको हुन्छु होइन। हजुरहरू जानुहुन्छ कि जान्न कमेन्ट डाउन गर्नुहोस् होइन। कतिजनाहरूलाई थाहा नै छैन कि एनिमीमा जुन ठाउँहरू देखाउँछ नि त्यो रियल लाइफमा एक्जिस्ट गर्छ क्या। एउटा इक्जाम्पल हेर्न सक्नुहुन्छ, यो एनिमीको नाम हो योर नेम। यसको सिनहरू हेर्न सक्नुहुन्छ, द रियल लाइफमा एक्जिस्ट गर्छ। एउटा यस्तो मुभी छ जहाँ नेपालको काठमाडौँको गल्लीदेखि माउन्ट एभरेस्टको भ्यू देखाएको छ। एउटा मुभी जो लास्टमा भन्ने चाहिँ हजुरहरूको फर्स्ट एनिमी कुन होला? कोही कोहीले नारुटो भन्न सक्नुहुन्छ, कोही कोहीले डेथ नोट भन्न सक्नुहुन्छ, योर नेम पनि भन्न सक्नुहुन्छ। बट वाट इफ आई चाहिँ यु आर रङ? म कुरा गर्दैछु इडाट एन्ड जम्प। यो एनिमीको बारेमा कसैलाई भन्नु नै पर्दैन होला, किनभने यो वान अफ द बेस्ट चाइल्डहुड एनिमी हो। जसको पनि यो साइकल एनिमी मैले 5-6 चोटि हेरेँ होला होइन। एकदमै बवाल लाग्छ होइन। यसको सिजन 2 कहिले नआएर कस्तो हुन्थ्यो। यो एनिमी कतिजनाको फर्स्ट एनिमी नै हुन्छ होइन। एनिमी इज नट कार्टुन। हजुरहरू मध्ये कतिजनाको साथीहरूले एनिमी त कार्टुन हो, यस्तो त कसले हेर्छ भनेर मजाक उडाउँछन् नि। तिनीहरूलाई यो भिडियो सेयर गर्नु छैन। एनिमीलाई कार्टुन भन्छस्, एनिमीलाई कार्टुन भन्छस्, यस्तोलाई एनिमी भन्छ, यस्तोलाई कार्टुन भन्छ। कति नन एनिमी फ्यान्सहरूलाई होइन एनिमी भन्ने बित्तिकै म्याजिक युज हुन्छ, फाइट्सहरू हुन्छ भन्ने हुन्छ। तर युआर रङ। एनिमी इज नट ओन्ली एबाउट फ्यान्टासी क्या। मैले लास्ट भिडियोमा 5 वटा एनिमीको बारेमा भनेको छु। आई बटनमा क्लिक गरेर चेकआउट गर्न सक्नुहुन्छ। धेरैवटा टाइपको एनिमीहरू हुन्छ जसले लाइफ लेसन्सहरू पनि सिकाउँछ। थाहा नै छैन कि एनिमी कहाँबाट आएको भनेर क्या। एनिमी भनेको सुरुमा माङ्गा हुन्छ, कमिक्सबाट आउँछ, कुन लाइट नोभेल्सबाट आउँछ, डाइरेक्टली एनिमी पनि आउँछ। सो यस, एनिमी आर बेसिकली माङ्गा, लाइट नोभेल्स एन्ड कमिक्स। एउटा यस्तो एनिमी छ जुन लिटरली नेपालमा बेस छ होइन। नाम हो द समिट अफ द गड्स भन्ने छ। एनिमेटेड मुभी हो यो। एउटा फ्रेन्च एनिमेटेड मुभी हो। हेर्न सक्नुहुन्छ, माउन्ट एभरेस्टको भ्यू देखाएको छ, भिलेज लाइफको भ्यूहरू देखाएको छ होइन, र काठमाडौँको भ्यू पनि देखाएको छ। एकदमै राम्रो छ। 1.5 घन्टाको मुभी हो होइन। नाम हो द समिट अफ द गड्स। र अन्तिममा यही भन्न चाहन्छु होइन, नेपाली एनिमी क्रिएटर्सहरूलाई पनि सपोर्ट गर्नु होला होइन। यदि नेपाली एनिमी कम्युनिटी बढाउनु छ भने यस, नेपाली एनिमी कन्टेन्ट बनाउनेहरूलाई एकदमै सपोर्ट दिनुपर्छ होइन, र एनिमी कम्युनिटीलाई ग्रो गर्न एकदमै हेल्प गर्नु। र यहाँसम्म भिडियो हेर्नु भएको छ भने सबैजनालाई थ्याङ्क यू सो मच। यदि हजुर च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु र साइडको बेल आइकन पनि क्लिक हालिदिनुहोस् र भिडियोमा परे लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस् होइन। र म टिकटकमा जहिले भिडियो हालिरहेको हुन्छु जहाँ म एनिमी सिरिजहरूको रिकमेन्डेसन डेली विकली बेसिसमा दिइरहेको हुन्छु। सो फलो गर्न सक्नुहुन्छ र इन्स्टाग्राममा पनि मलाई फलो गर्न सक्नुहुन्छ। सो त्यही हो। थ्याङ्क्स फर वाचिङ। सी यू अन नेक्स्ट भिडियो।